सो हेलो नमस्ते गाइस सबैजनालाई वेलकम टु माई मिनी ब्लग। आज हामी दुई दाजुभाइ मिलेर चाहिँ मकै काट्नको लागि जाँदैछौँ किनभने हामीलाई मम्मीले हराउनु भइरहेछ। अनि मुनतिर हामी गएर चाहिँ नाम लोडोरी प्लस कचिया ठिक पार्यौँ। यता हेरेको चम्पाकलले त हरितपारामा हामीले हेरिदिरहेछ हात लगेको परपट्टि सर्छ। ला भाइ आज बिताएछ भनेको धन्न गर्न चाहिँ केही गरेन। अनि एकछिन चम्पाकलले सुमसुमेर चाहिँ यसो आएर ओरतिर हेरेको त एउटा भुरकुण्डी पनि बसिरहेछ त। मकै त के काट्नु हो र यसो उटपटाङ गरेर एकछिन बस्यो होइन गाइस। अनि यसो यसो हेरेको भाइ त गलेर इत्तै भयो भन्छ। अनि पारा भन्दैन भनेको पारा देखाइदिएर अनि यता घाँस पनि हामीले हरित पारा पुर्याइसकेको छ अघि नै गाइज होइन। अब चाहिँ मैले जानुपर्ने छ बरको रुखको घाँस। अनि फेरि अलिक मुनतिर गएर यसो हेर्छु त यसो हेरेको यो के गरेको होला गाइज, हजुरहरूलाई थाहा भयो भने यसो भनिदिनु है, मलाई चाहिँ थाहा छैन फेरि यो के गरेको। अनि यता हेरेको हाम्रो गोरुजी बसिराख्नु भयो। इन द नेक्स्ट ब्लग गाइज एन्ड थ्याङ्क्स फर वाचिङ, किप वाचिङ, सपोर्ट गरिदिनु होला। भर्खर मेरो भाइले आँटेको छ, यो चाहिँ मेरो भोइस ओभरबाट गरेको के भन्छ यो भ्लगिङ हो होइन। अब चाहिँ हामी यो मिनी भ्लगलाई यहीँतिर इन्ड गर्न चाहन्छु। सपोर्ट है, एकदम सपोर्ट गरिदिनु होला।